हेलो हेलो आज हामी 2082 सालको चैत्र महिनामा संसारी पूजा गर्दैछौँ हामी। वर्षा दिनको उभौलीको उपलक्ष्यमा उभौली चैत्र महिनामा गरिने संसारी पूजा को तयारी हुँदैछ। कहाँ गयो हौ माछा मेरो आउँदैन चामल लिएर। हाम्रोमा त चामलै थिएन आज। अनि बोकेर आउँदा चाहिँ के गर्नु अनि त्यतिकै चेन लाउनु परेन। त्यो बोतल चाहिँ सिसा चाहिँ बर्को फेर्न ख्यालले अनि ड्राइभर साइला ठ्याक्कै यता उ आउनु आँटेको रहेछ। जाने हो साइला भनेको जाने हो त्यो ड्राइभर चाहिँ पिछाडि बस्यो नि त। झोला त बनाएर डुङ जाँदो रहेछ के छच्चारा छुच्चु छच्चा दुरबुर गर्छ हिलेदेखि त्यो बस्नु आउने बस्नु पर्यो। खर्च पनि त्यति छैन। शानदार त्यतिखेर हुलाक बोक्थ्यो नि त। त्यो हुला चाहिँ अब फ्रीमा बस्ने खानासाना खाने त्यतिकै सुट गरेर क्या त्यो त्यसलाई भेटेर आऊ मनि अब अभर पर्यो गएन भनेर अनि गरेपछि त्यहाँ चाहिँ घरै बनाएर क्या माथि प्लास्टिक 1 मिटर किनेर अनि प्लास्टिकमा निकालेर बेरे घरमा ल्याए। अनि घर ल्याएपछि भाउजूले मधेसमा 10-12 दिनमा कस्तो कुहियो नि त्यहाँबाट अनि सुँगुरलाई लगेर लगाइदियो भाउजूले। रक्सी चाहिँ 1 बोतल मात्रै आयो। झन् त्यो कुहिएको मासुमाथि रक्सी कस्तो त्यो कुहिएको मासु अनि फेरि टाढा भइ अनि उतै 7 बङ्गला त्रिशुल तपाईको अनि उतै सँगै आइला भन्छ त्यो त हाई हुने भयो। हाम्रो अङ्कलले 1 करोडको भाले काट्दै हुनुहुन्छ आज। केमा युट्युबमा सब्सक्राइबर हो र निकै बनाएछ त। ल हाम्रो संसारी पूजामा आज हाम्रो संसारी पूजामा मेरो भनेर बिग्रे घरको साममा मेरो नभन्नु सब्सक्राइबरले अनसब्सक्राइबर सर्वप्रथम चटपटे खाने व्यवस्था हुँदैछ। म त अमला चाहिँ खानु कसले ल्याएको अमला? मैले ल्याएको। ठिक गर्नुभएछ। यो प्लेट चलाउनु पर्ने हो। रोस्ट आज हाम्रो के हो? संसारी हो। हामी त्यो नाम के हो भन्? आइस्ता लिम्बू पनि आज संसारीमा सहभागी हुनुभएको छ। परी लिम्बू पनि हुनुहुन्छ। आज कालिजको मासु खाने दिन। रोस्ट बन्दैछ। गाइजहरु देख्न सक्नुहुन्छ हामी धेरै जनसङ्ख्या छौँ। परी हाँस्यो।
उहाँ पनि हुनुहुन्छ ब्लगर ए लक्पी पनि हुनुहुन्छ हेलो दर्शकबिन्दहरू गाइजहरू के छ अनि संसारी पूजाको फेसबुकमा हाल्ने युट्युबमा हाल्ने अनि सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला तेरो दाजु कता कोही ओइ सानै स्मल ब्लगर मेरो चेला तिमी अनि उनीहरूलाई मैले फलफुटा पठाएको त्यति चाहिँ थियो मुना मुना चाहिँ भएको हो तर नकल नकल त्यसो नकलले चाहिँ अनि त्यो बङ्जे बुढो अनि तल कान्छा गाउँमा त्यो सानो फुच्चे घरमा भुरुका उफ्रेर माथि छानामा बाँदर देउ खेलाउँदा त्यसरी सक्छन् म त छानाबाट छानाबाट झरेर मर्छ बङ्जे बुढा देखिको नाम जान्छु फेरि उनीहरूको त फुबाजु पनि रहेछ नि त नाताको त हो त्यो फाडाहरूको छोरी माइली चाहिँ लगेको रहेछ नि त होइन भदौरे पूर्णिमा गुरु पूजा हेर्नु यही ठुलो बाबा हामी सबै जान्थ्यो गुरुगेनी बुढी भन्न गुरुङनी बुढी भन्थ्यो तर त्यो चन्द्रको आमा बोजू चाहिँ आमा रहेछ बोजू चन्द्रेको बोजू अनि कार्कीहरूको जग्गा पहिला गएको रहेछ त्यो बुढी हामी त के थाहा अनि धामी बस होइन हाम्रो बाबा भुत्ते लाउँथ्यो नि त भुत्ते कति लगाएको थियो बिमारी धामी धमनपारीहरू चन्द्रलोक सूर्यमा गएको छौ है भनेर भन्दै थियो त धामी बस्नु छोडेर बाबैसँग पो बाँध्नु थाल्यो तिमीहरू पढा लेखा बुद्धिजीवी तिमीहरू चन्द्र सूर्य घुम्ने भयो उसलाई उता पिर पार्ने भनेछ अनि भन अन्त अनि भरे त मान्नु पर्ने उसैलाई ल परमेश्वर तिमीहरू धामी भ्रमण गर्ने जान्दछौ भनेर लगाइदियो बुढोले खोयाको तालमा भरे त धामी त होइन बाँच्नुको थाहा त्यहाँ पिर पर नि त चोकमा मान्छे निकाले बुढा बाबा त दिजो भनेर हाउ तलसम्म लैजात भनेर काङ्ग्रेसको मान्छे तेल हालेको छ म त बोक्दिनँ भोलि पर्सि म मर्दा बोक्ने त होस् लैजा तलमा आबादी ल्याएको हो कि न 64 जनताले हेरेको तर काङ्ग्रेस त धेरैचोटि है अब यसपालि हारो अब अर्को चोटि किन काङ्ग्रेस दलमै छ नि सेकेन्ड हो भन्ने छैन कस्तो कुरा छ तर यति साह्रो गएको गुज्रेको गरी त हारेको थिएन यसपालि त लाजै मर्दै पारेन त काङ्ग्रेसका त कति हजार त क्रियाशील पो छन् त अब कहाँ भयो ती कसरी विश्लेषण गर्दैछ हैन अब काङ्ग्रेसमा सिधै फुट्छ गगन थापा त्यही भएर मलाई लग्यो नि मजाले अब शेरबहादुरको बुढाको छ नि टिम सारा त्यो भिडियो एकदम कुरा छ नि त मान्छेहरू नानी पाउन थाहा हुन्छ कुरा कसलाई थाहा हुँदैन कुरा नानी पाउन थाहा हुन्छ अनि